नमस्ते सर। नमस्ते सर। विशाल बजार हैन र? हजुर हजुर यो बडी मसाजरको बडी मसाज हजुर हजुर यो बडी मसाजरको यो अट्याचमेन्टहरू छ 7 वटा यो डिफ्रेन्ट मोडलको अट्याचमेन्ट छ यो अट्याचमेन्ट मान लो उसको अगाडि लगाएर हाम्रो बडीमा युज गर्दै गर्छ यो ढाडमा अनि खुट्टामा थाइमा हिप्समा पेटमा जहाँ लगाउँदा पनि भइहाल्छ यो कमन युज हो अनि त्यसपछि चाहिँ यो युज आउँछ हाम्रो बडीको सेप अनुसार जस्तो हातमा घाँटीमा कान्दामा पिँडोलामा यो चाहिँ बडीको सेप अनुसार अनि हत्केला खुट्टाको पेताला झमझमाउँदा पोल्दाखेरि चाहिँ यो अट्याचमेन्ट युज गर्न सक्छ हामीले अब यो अलिकति मोटो पोइन्ट छ यो अलिकति तिखो पोइन्ट छ दुईटामा जुन गर्दा पनि हुन्छ जुन मान्छेले जुन सुइटेबल हुन्छ त्यो चाहिँ युज गर्छ हत्केला र पैताला मात्रै हत्केला र खुट्टाको पेतालामा अब यसरी अल बडीमा गर्दा पनि खास फरक केही पर्दैन तर स्पेसली उसको लागि हो यो चाहिँ अनि यो चाहिँ दुईटै टाउको लागि हो यो अलिक सफ्ट पोइन्ट हो यो भन्दा अलिक कडा पोइन्ट हो यो चाहिँ टाउको लागि टाउकोमा मसाज गर्नको लागि यो अरू हामी यो गर्दाखेरि यसरी घोट्न पनि पायो यो लगाउँदाखेरि हामीले उठाएर लिनुपर्छ कि यसरी ठाउँमा पोइन्टमा यो चाहिँ लगाउनु प्रेसर पोइन्ट एकै ठाउँमा राखिराख्नु एकै ठाउँमा राखिराख्नु खास पोइन्ट जस्तो यहाँ पोइन्ट पर्छ यहाँ खाल्टो पर्छ यहाँ पोइन्ट पर्छ यहाँ पोइन्टहरू पर्छ बडीमा स्पाइनल पोइन्टहरू पर्छ